तपाईँले एकजना मान्छे भनौँ एउटा तपाईँको फ्यामिलीको मान्छे या इभन तपाईँको श्रीमानहरूले रक्सी खाएर तपाईँले बुझ दिनु भएको छ भने भोलि कहिले पनि खाइदिनु भने कति राम्रो भयो त्यतिकै राम्रो भयो नि तपाईँले अरू पाउनु भने पाउनु होइन तपाईँको जीवन अर्को हो नयाँ जीवन हो पुर्कुन्नु भयो त्यस्तो अनि हामी बिच चाहिँ कस्तो हुन्छ भने हाम्रो बुझाइमा तपाईँ हामी मध्ये नै कतिजना फटा हुन्छ कतिजना अपराधी हुन्छ कतिजना सज्जन हुन्छ हामी बिचकै मान्छे अहिले भर्खर तपाईँहरू मैले भन्दा लगभग तपाईँहरूले मलाई एउटा आदरणीय एउटा राम्रोसँग एउटा गुरुले आएर के भनिरहेछ भनेर सम्मानै गर्नुभयो होला मलाई लाग्छ यतिखेर किन उहाँले मैले राम्रो कुरा गरेँ तपाईँहरूको बिचमा आएको है तपाईँले मलाई पक्कै पनि रेस्पेक्ट गर्नुभयो होला यहाँको जे जति आफ्नो बरकती गर्नुभयो होला तर केही पात्र हुने म होइन अहिले तपाईँलाई मैले दुर्व्यवहार गरेँ तपाईँहरू सबै मिलेर मलाई चप्पल हाल्नुहुन्छ हो कि होइन अनि फरक मान्छे चाहिँदो रहेछ त केही मान्छे एकैछिन पल्टिँदो रहेछ त पल्टेन त्यसैले हामी सबै सत्पात्र भनौँ हाम्रो समाज हाम्रो देश हाम्रो सारा राष्ट्र राम्रो हुन्छ सब विचार राख्नु पऱ्यो सत्पात्र गर्नु पऱ्यो